अहिले त लर्निङ बाई डुइङ भन्ने छ। लर्निङ बाई डुइङ भनेको गर्दै सिक्दै हो। त्यो भनेको बढी गर्ने के त तपाईँ सामाजिक यता पढाउनुहुन्छ उता डान्स सिकाउनु पर्ने हुन्छ, तपाईँको सामाजिक यहाँ पढाउनुहुन्छ उता चाहिँ इलेक्सन गरेको भोटिङ गर्ने कसरी त्यो सिकाउनु पर्ने, त्यो त प्र्याक्टिकल गर्नु पऱ्यो नि। त्यो त सबै एउटै टिचर नजाने हुनाले हामीले डान्स टिचर राखेका छौँ। अब तपाईँ एक्टिङ गर्नुपर्ने हुन्छ, त्यहाँ रोल प्ले गर्नुपर्ने हुन्छ, त्यो हामीले ड्रामा टिचर राखेका छौँ भनेपछि त्यसरी बुझाउन मलाई पनि एकदमै हम्मे 5 वर्ष लाग्यो है यो बुझाउनलाई। खालि यो श्रीयन्त्रमा नचाएको छ, नाटक गरेको छ होइन, एक्टिङ गर्न सिकाएको छ, योग सिकाएको छ, पढाउनु चाहिँ के हो, पढाउनु पर्दैन, किताब खुरु घोकाउनु नि, लेखाउनु नि भन्ने हुन्छ उहाँहरूको, कसको, गार्जेनहरूको। तर गार्जेनलाई नि हामीले पढाउनु पऱ्यो नि। त्यही भएर के अरे वर्षको 4 चोटि बोलाएर म चाहिँ डेममा एउटा विज्ञ ल्याएर अनि हलमा गार्जेनलाई पढाउने 2 घन्टा, कहिले म आफै पढाउँछु। उहाँहरूले ए हो रहेछ भन्ने देखेर जान्ने त हो नि, गरेर सिक्ने त हो नि। अब पहिले त कोही जानेर आउँदैन अनि त्यो भएर उहाँहरूलाई चाहिँ लागेको पढेको भने घोक्नै पर्छ भनेर, तर घोक्ने होइन नि। एक्टिभिटीको माध्यमबाट विभिन्न चाहिँ क्रियाकलापहरू गराएर प्र्याक्टिकल बेस्ड भएर अहिले त 50 मार्क्सको त प्र्याक्टिकलै छ, 8 कक्षासम्म 50 मार्क्सको प्र्याक्टिकल छ, 50 मार्क्सको रिटर्न छ। अब त झन् के भनेको छ 3 कक्षासम्म परीक्षा नलिने भनेको छ। त्यो भनेको पनि परीक्षा त लिने, दैनिक लिने क्या। केयुमा हामीले हेरेको छौँ, त्यहाँ मैले ब्याचलरलाई पढाउँदाखेरि टोटल चाहिँ के छ त त्यहाँ चाहिँ प्रेजेन्टेसन बेस्ड छ क्या। विद्यार्थी आफैले पढेर आउने, विभिन्न ठाउँबाट त्यो बनाएर लिएर आउने स्लाइडहरू प्रेजेन्टेसन गर्ने, म त्यहाँ बस्ने, टिचर म भएँ होइन, लेक्चरर बस्ने, अरू लेक्चरर 2-3 जना बस्ने, विद्यार्थीहरू बस्ने, अनि हामीले चाहिँ फिडब्याक दिने। हामीलाई चाहिँ उहाँहरूले पढाउने हो क्या, विद्यार्थीले चाहिँ लेक्चररलाई पढाउने। त्यस्तो छ सिस्टम ब्याचलरदेखि नै केयुमा। मलाई एकदम राम्रो लाग्यो त्यो। अब यहाँ पनि त गर्न सकिन्छ भने हामीले 8, 9, 10 गरेको कति रमाएर अहिले त हामीभन्दा राम्रो पढाइन्छन् तिनीहरू आफै आएर। कति खोज्छन्, तपाईँको एआईमा खोज्छन्, सबै ठाउँ खोज्छन् भनेपछि त्यो एक्टिभिटी बेस्ड बढी चाहिँ एक्स्ट्रा करिकुलर सिसिए, इसिए, सिए भन्छ क्या। भनेको इसिए भनेको चाहिँ एक्स्ट्रा करिकुलर एक्टिभिटिज, सिसिए भनेको चाहिँ को करिकुलर एक्टिभिटिज, अनि सिए भनेको चाहिँ करिकुलर एक्टिभिटी, तिनटै सँगसँगै लिएर जानुपर्छ क्या। त्यो भनेको चाहिँ अहिले युनेस्कोले शिक्षाको 4वटा कुरा गर्छ उसले। लर्निङ टु बी, मानव बन्नको लागि चाहिँ पहिलो त मानव बन्नु पऱ्यो नि। अहिले कम्युनिकेसन ग्याप कति छ तपाईँको थाहा छ? बच्चा खाना नआउनु भनौँ, एकछिन पाउनु भन्छ, यत्तिकै हेरेको